तेरो आज चाहिँ मलाई कहाँबाट जाँगर लागेर यो लुकको रिक्रिएट गर्न लागिरहेको छु। सबैले चिन्छ होला उहाँलाई। अनि यसको लागि चाहिँ मैले सुरुमा के गर्ने मैले केही पनि सोचेको थिएन, ऱ्यान्डमली मेकअप गर्न बसेँ है। अनि कसम साथीहरू सबैभन्दा गाह्रो लाग्ने भनेको यसरी लुकहरू रिक्रिएट गरेर बनाउन के। मेनली त अझ एडिटिङ गर्न पनि धेरै टाइम लाग्छ नि त। अनि मैले कतिवटा लुगा लगाएँ, फेरि गरेँ, कुनैले पनि सुहाएको थिएन। अनि सबै मेकअप गरिसकेपछि मलाई चाहिँ कस्तो फिका फिका लागेको भएर मैले तल फेरि लाइनर थपेँ। अनि क्यामेराको लागि चाहिँ अलिकति ओभरै मेकअप गर्नुपर्छ नि त। अनि लिपस्टिक पनि अलिक बढी नै थपेँ। अनि मसँग चाहिँ त्यस्तो ठ्याक्कै आँखा छोप्ने खालको ज्वेलरी थिएन है। अनि यो चाहिँ मेरो कम्मरमा लगाउने ज्वेलरी हो, जुन चाहिँ मैले टेमुबाट किनेको थिएँ। त्यसलाई नै मैले टाउकोमा लगाएको, एकदमै राम्रो फिल भयो। त्यही भएको भएर बनाएँ साथीहरू है। बनाइसकेपछि पनि पछिबाट यसरी यो ज्वेलरी लगाउँदाखेरि फिक्का फिक्का लाग्यो कि मलाई। फेरि मैले यहाँ पछि यो गोल्डन कलरको आई स्याडोलाई नै लिपमा लगाएको छु है। रियलमा त अलिकति मेकअप हेभी नै देखेको थियो, तर क्यामेरामा कस्तो कम देखेको कि। अनि आँखामा अनि एज अ हाइलाइटर पनि मैले त्यही नै युज गरेँ। देख्न सकिन्छ फाइनल लुक एकदमै राम्रो थियो। अनि त्यो धुवावाला पार्टहरू चाहिँ मैले कसरी रेकर्ड गरेको छु म पछि भनौँ ल। अनि यसको रिजल्ट चाहिँ मैले हालिसकेको छु ल पार्ट 2 मा। बाई बाई, थ्याङ्क यू सो मच फर वाचिङ।